परीक्षित सेनको निर्देशनमा तयार हुने चलचित्र महाराज धिराजको कलाकारको लाइनअप रोचक बन्दै गएको छ। 3 पुस्ताका अभिनेता चलचित्रमा एकसाथ देखिने भएका छन्। पल्सालाई मुख्य भूमिकामा लिएर घोषणा गरेको चलचित्रमा रमेश उप्रेती र आर्यन सिग्देलको प्रवेश भएको छ। आफ्नो समयका स्टार कलाकारको प्रवेशले चलचित्रको टिम रोचक बनेको छ। आर्यन र पलले यसअघि चलचित्र पूजा सार्कीमा सहकार्य गरिसकेका छन्। रमेशसँग दुवैको पहिलो सहकार्य हो। चलचित्र जयकिशन बस्नेतको पनि अभिनय रहनेछ। चलचित्रकी अभिनेत्रीको बारेमा भने कुनै जानकारी दिएको छैन। निर्देशक सेनको लेखन रहेको चलचित्रको प्रस्तुतकर्ता विराज विष्ट हुन् भने निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्। चलचित्रको दशैंको फुलपातीमा रिलिजको तयारी गरिएको छ।